गुड इभिनिङ म सुजन राई युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज भने यहाँ नजिकको टक्सिनमा चाहिँ म गएर मेरो हेयर स्टाइल चेन्ज गर्ने योजना गरेको छु। सो अहिले म तयार हुँदैछु। अब यहाँदेखि म लाग्नेछु बस स्टेसन, त्यहाँदेखि हाम्रो एकजना नेपाली दिदी हुन्छ, त्यहाँ गएर ट्याक्कै कपाल काटेर हेर्नु भएर हामीले है। अब आजको टक्सिन पनि देखाउँछु। ओ जीवन दाई कपाल काट्ने पनि छैन, टक्सिन लागेको ए सुजन राई ब्लग बस स्टेसन भयो। अब टाइम लाग्नेवाला छ, 4 मिनट जति भनेको छ। बस चाहिँ आइपुगिसक्यो यहाँनिर। वेटिङ व्यस्त हो। रेकर्ड भइरहेछ। केही हुन्न, केही हुन्न। के फेरि कस्तो नि यो कस्तो टाइपको काट्दा ठिक होला कि तक्लै बनाउनु ठिक हुन्छ? कपाल झरेर त साह्रै बोल्नु भयो क्या। त्यही भएर के हो भने तक्लै बनाउनु थियो। त्यस्तो गरेर तल तल चाहिँ 2मा काटिदिन्छ, स्लोप बनायो भने अगाडिको चाहिँ यस्तो भयो। एकचोटि लामै पाले दामी अनि के छ खबर?
ट्याक्क गोपाल थ्याङ्क यू कपाल काटिसक्यो अब चाहिँ भने यहाँदेखि बाहिर निस्केपछि कपाल काटिदिन्छ हुन्छ नि त यहाँ पोहोरसम्म एनएचसम्म हिँडेर जानुपर्छ यो बाटो जानुपर्छ अँध्यारो बाटो छ यो बाटो घरबाट घरवालीले फोन गर्दैछन् खै रमाइलो छ यार 심한 야 여기 두 개. अब मलाई गाडी स्टेसनमा जानु छ त्यहाँदेखि गाडी छोडेर घर जानु छ बाहिरको जाडो अवस्था एकदमै खतरा छ देख्छ तर बाहिरको के भन्छ इन्टरटेनमेन्ट चाहिँ यस्तो रमाइलो छ यस्तो छ बाहिर तटी गइदिनु पऱ्यो
भेरी फ्यान्टास्टिक रात चाहिँ धेरै परिसक्यो फ्यान्टास्टिक औरोमा देख्ने रहेछ बस स्टेसन वेटिङ धेरै धेरै भइसकेको छ अब त्यो पनि त्यहाँनिर बस टिकेर आउने हो है त्यो जाडो छ बाहिर टेम्पोरेरी यसरी यहाँ चाहिँ कोरियाको बस स्टेसन यसरी बढाइरहेको छ बस्ने चाहिँ तातो एकदम तातो गर्मीमा यस्तो जाडोमा बाहिरबाट टेम्पोरेरी पार्ने हुन्छ एउटा बस स्टेसन एसी हुन्छ सबैहरू सबै राखिदिएको हुन्छ चाहिँ ल कोरियाको चाहिँ विशेष यस्तो कुराहरूले गर्दाखेरि सुसज्जित छ है कोरिया चाहिँ सबैजना एकचोटि आउनै पर्छ भन्ने मेरो अवधारणा अझै मान्छेले लाग्छ भने चाहिँ गर्ने यो भयो कार्ड होइन यो चाहिँ कोरियन कार्ड भयो अनि बस आउँछ त्यहाँनिर यसो टसाउने हुन्छ यो चाहिँ कार्ड ट्याप्पै टसाउनु पर्छ 시원하네. 감사합니다. सुगसन्त आएको छ नि ल जाडो छ बाहिर होस्टल अलिक पर छ यहाँ पर हिँडे जानु जाडो छ कस्तो जाडो यार ठन्डी छ यार अब यहाँदेखि पर्तिरसम्म हिँड्दैन जाने ल चाहिँ मेरो कम्पनीको होस्टेलमा म आइपुगेको छु त्यो देखिने गरी होस्टेल ओ कस्तो ब्लरमा त्यो देखिन्छ त्यो चाहिँ मेरो होस्टेल हो यता हाम्रो तेस्रो कम्पनी छ डे नाइट चल्छ काम बेकम ए चलिरहेको छ त होस्टेलमा आइपुग्यो डे नाइट कम्पनी यहाँनिर यस्तो हुन्छ त्यहाँभित्र म आइपुगिसकेँ एकछिन भएको म अन्तिममा आइपुगिसकेँ होटलमा केटाहरू बेहाल भएर बस्यो गन्ध मन्दसँग त्यो सबैले युट्युब च्यानल हेरिदिने लाइक सेयर सब्सक्राइब गर्ने थ्याङ्क यू बाई बाई सी यू नेक्स्ट भिडियोमा भेट्नेछौँ हामी